हेलो साथीहरू, वेलकम छ मेरो मिनी ब्लगमा। म रिमा आले मगर तनहुँ बिमारदेखि। अनि हामी चाहिँ आज के अरे हुका डाँडा जाँदैछौँ सबैजना साथीहरू मिलेर। अनि अहिले म चाहिँ अहिले घरबाट हिँडेको, अहिले बाटोमा भेटेपछि साथीहरूसँग बनाउने छु, भिडियो हेर्दै गर्नुहोला। ओके, यहाँ चाहिँ म मासु बनाउँदैछु। यो के को मासु होला ल भन्नु। यहाँ चाहिँ रोटी बनाउँदै हो। हामी कहाँ जाने रे आने? हुक्का डाँडा जानु भनेर कति रमाइलो गर्न जाँदैछौँ। रोटी रोटी टमाटर काट्दैछन्। टमाटर काट्ने मान्छे। हेलो हेलो हेलो। मासु पकाएको भाँडा माझ्दैछन्। घरमाबाट के को मासु र बिचारा यसो भा कठोइ म चाहिँ मासु चलाउँदैछु। मासु पकाउँदैछु। चिची पकाउँदैछु। अब यो 3 भाँडा भयो। कतिजनाले खाने हो आने यो 35-36 जनालाई कति पिस पर्छ होला ल भन्नु साथीहरू, कमेन्ट गर्नु है। आज हामी हेर्नु भाइ, हामी के अरे हुक्का कहाँ जाँदैछ? हुक्का डाँडा के अरे जाँदैछ। अनि भिडियो पोस्ट गर्छ, भिडियो पोस्ट गरिन्छ हामीले। अनि कमेन्ट गर्ने त्यो डल्ला मात्र पठाएर मात्रै हैन, त्यो चलाएर चल्दैन। कमेन्ट गरौँ है हेर्नु भाइ। फेरि पालोको पाइन्छ हो, त्यही अनुसारको गीतलाई आउँछ। साथीहरू हामी म चाहिँ यता साथीहरूलाई भेटायो, एकजना साथी अनि यता साथी। इधर देखो, बल्ल 2 जना भेट भएको छ, 3 जना अझै अरू हेर्दै गर्नु। ओके, आइसक्यो साथीहरू। म चाहिँ गाडीमा हिँडे। हेलो हेलो साथीहरू, हेलो हेलो हेलो। आज हामी कहाँ जाने अरे? हुक्का डाँडा जाँदैछौँ है हाम्रो टोली। गुरुजी गुरुजी हजुर लिइरहनु पर्छ क्या हो? यसो भा हेलो हेलो
बिहारदेखि हुँका डाँडा जाने आउने भाडा अनि त्यसमा मासु अनि सेलरोटी अनि चिसो अनि के अरे मिठोबाट पानी अनि नाच्ने अनि रमाइलो गर्ने नाच्न गाउन सबै पाइन्छ है ल ल ल ल केटी आऊ हुँका डाँडा आइपुग्यो आउनु आउनु सबैजना वेलकम छ हुँका डाँडामा आउनु हुँका डाँडा ल ल ल आउनु वेलकम छ हुँका डाँडामा आउनु हुँका डाँडामा अनि वेलकम छ हुँका डाँडाको कतिजना छ कतिजना छ ल घाम खान आएको क्या हामी सबैजना खाजा कतिजना हुँका डाँडामा घाम लाग्नु सबैजनालाई ल खै यिनीहरू त बोल्दै बोल्दैन यार ल यस्तो छाता बोलेर हिँड्ने पनि मान्छेहरू यस्तो छ हामी हुँका डाँडा ल हुक्का डाँडा हाय 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 ओहो हेलो भिनाजु के ल्याउनु भएको ल हेर्नु हाम्रो ग्रुप कति छ आम्मा हाय 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 कोकवाली हाय 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 वाउ ल ल ल ल ल हेलो यो रहेको छ हुक्का डाँडा यो हुक्का गाउँ हो नि त हुक्का गाउँ अनि बिचरा त्यहाँ गाडीतिरै पुगेको थिएँ बडा त्यो खानेकुरा लिन जान्छु भनेर बडा आउनु त्यो मान्छेलाई हेर्ने आज शनिबार आज आइतबार बिदाको दिन अब हामी खाजा खाने तयारीमा छौँ है कोहीले कहाँ कुरो काट्दैछन् हजुर जाम जाने भयो हामी आज हुँका डाँडा आएको यहाँको सबैले भिडियोहरू भएर के छ सबैले अनि रोटी ल्याउनु नि एक टुक्रा फलफुल चढाउने यो कहाँ कुरो अनि यो रोटी यो चढाएको छ है सबैले बिमला गुरुङ आराध्या उपलक्षारीमा आले मगर अनि साथी शोभा अब गिलास दिउँ न गिलास दियो तिर्खा लाएर बाबा चिसो त गोरुले पानी खाएछ भन्दा नि बढी खान्छ हेलो 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 हाय 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 खै 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 त चिची खै ओहो नि आमाको त मकै अरू सबैले मासु रोटी खाने आमाले चाहिँ मकै खाने हेलो यो त छाता मुनि लुकिएर घामले पोलेछ बेसरी ल हेर्नु हाम्रो रमाइलो यस्तो छ हाय 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 खै खै
हाय 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 आमा यता झन् सेलरोटी मासु हेलो हाउ आर यु खै वाह यिनीहरू दुईटा त रिना खाने होइन खाने हो म त भिडियो गरेर मात्र खाने हो भिडियो भयो अगाउँछ मलाई भेनाजु ओ भेनाजु अब मेरो भेनाजु त लुकेर हेर्नु न शर्मा लाएर आम्मा कति गोरो मान्छे पनि ग्रुपलाई हेर्नु कति छ हामी लिगलिगकोटबाट अब घर फिर्ता जाँदैछन् हावाले छातै उडाइदियो जाने तयारीमा सबै फर्केको साथीहरू यो गाडीमा चढ्ने घुइँचो ल हेर्नु ए जाम यति नै भयो